ओके सो के छ गाइज एन्ड स्वागत छ तिमीहरूलाई मेरो एउटा नयाँ भिडियोमा। एन्ड आजको यो भिडियोमा म तिमीहरूलाई एक्सप्लेन गर्नेवाला छु हाउसफुल 5 को बारेमा। के एक्सप्लेन गरौँ त्यो मुभीको बारेमा म भनेको के बट स्टिल आई हेभ टु मेक अ भिडियो। सो या लेट्स बिगिन। एन्ड मैले एक्चुली यो भिडियो पहिल्यै बनाउनेवाला थिएँ होइन, बट यार मुभी यार गाइज यार इट्स नट गुड यार, अनेस्टली इट्स नट गुड होइन। सो मैले स्किप गरिरहेको थिएँ होइन, तर क्या अरू मैले कन्टेन्ट भेटिनँ। सो आई हेभ टु मेक अ भिडियो आउट अफ दिस। सो या आई मिन लेट्स गेट स्टार्टेड। ओके सो यो मुभी चाहिँ थ्रिलर र कमेडी मुभी हो होइन। एन्ड अनेस्टली यसमा न त कमेडी छ न त थ्रिलर छ क्या, लिटरली इट्स अ युट्युब भिडियो के। एन्ड यसमा मैले युट्युब भिडियोमा हामीले जुन युज गर्छ नि साउन्ड इफेक्ट त फन्नी बनाउनलाई, ए भगवान् त्यो साउन्ड इफेक्टहरू हालेछ कि यो मुभीमा। नाउ जस्ट इमेजिन के गाइज यो मुभीको कमेडी कति क्रिन्ज छ कि। लिटरली युट्युबमा जुन साउन्ड इफेक्ट हामीले हाल्छौँ नि त्यो फनी वाला, मेरो पुरानो भिडियोसमा जुन साउन्ड इफेक्ट हुन्छ नि त्यस्तो साउन्ड इफेक्ट छ कि जस्ट टु मेक इट फनी। सो गाइज यसको कमेडीको स्ट्यान्डर्ड तिमीहरूले इमेजिन गर क्या आफै। ओके सो यो मुभीको बेसिक स्टोरी चाहिँ यस्तो छ है गाइज। एउटा रिच मान्छे हुन्छ होइन, एन्ड तिमीलाई थाहा यो कति रिच हुन्छ? एक्चुली हि हेज $69 मिलियन। 69? अरे हाँसो यार, कमेडी हो बे। ओके सो एउटा मान्छे हुन्छ होइन, हि इज रियली रिच एन्ड उसले एउटा सिपमा चाहिँ एउटा पार्टी राखेको हुन्छ। जुन त्यो रिच मान्छे हुन्छ होइन त्यसको चाहिँ त्यो सिपमा चाहिँ मर्डर हुन्छ गाइज होइन। एन्ड नाउ त्यो मर्डर भएको मान्छेले चाहिँ आफ्नो सबै सम्पत्ति चाहिँ आफ्नो छोरा जोलीलाई दिन चाहन्छ। एन्ड यसैबाट हुन्छ कहानीको सुरुवात। तीनटा जोली आउँछन्, एउटा हुन्छ रितेश देशमुख, एउटा हुन्छ अभिषेक बच्चन, अर्को हुन्छ अमिताभ बच्चन। एन्ड यसैका साथ आउँछन् यी तीनटाको आफ्नो वाइफ। भाइ भसड हुन्छ गाइज, भसड। यति धेरै क्यारेक्टर हुन्छ नि यो मुभीमा। एन्ड त्यसैको साथ बस खिचडी बनाएर हामीलाई कमेडी या हामीलाई बस कमेडी दिन खोज्छन्। एन्ड यति क्रिन्ज हुन्छ, हे भगवान् क्यार बाँचे म हलमा भनेको कि यो मुभी हेर्दाखेरि। यसको कमेडी, यो मुभीको कमेडीहरू क्या गाइज, यो क्यारेक्टर लिएछ होइन। एन्ड यसको काम के हो थाहा? बाइचान्स यताउता के भयो केही देखियो एन्ड all characters are like this and this is supposed to be a comedy. Completely sexualized गरेको क्या गाइज यो क्यारेक्टरले एन्ड दे एक्सपेक्ट दिस टु बी अ कमेडी। त्यसपछि हाम्रो रितेश देशमुखको क्यारेक्टर सुन है गाइज। त्यसको काम बस हामीलाई कन्फ्युज गर्ने हो कि, कुरा कुरामा हुन्छ नि कन्फ्युज गर्ने। जस्ट लाइक उसले त्यस्तो होइन, उसले होइन कि त्यसले, अरे त्यसले होइन कि उसले, अरे उसले होइन कि कमेडी। दिस इज सपोज टु बी अ कमेडी। ए भगवान् यार के क्रिन्ज हरकत चलिरहेको थियो नि गाइज मुभीमा। एन्ड त्यसपछि अर्को छ हाम्रो अभिषेक बच्चनको क्यारेक्टर। लिटरली हिज जस्ट इन द मुभी, हिज जस्ट लाइक जस्ट गिभिङ अस कमेडी समटाइम, जस्ट मेकिङ अस फिल क्रिन्ज समटाइम। हिज जस्ट देयर, नथिङ मोर नथिङ लेस, हिज जस्ट देयर। तर लास्टमा क्लाइमेक्समा चाहिँ एन्ड अलिकति जुन हेर्ने लायक हुन्छ नि क्यारेक्टर होइन, त्यो सायद अक्षय कुमारको छ होला। बिकज आई मिन हिज अक्षय कुमार अलिकति बस गुड ओल्ड भाइ आइरहेको थियो होइन। सो अक्षय कुमारको चाहिँ चल्छ, बट बाँकीको क्यारेक्टर इट्स जस्ट सो मच क्रिन्ज क्या गाइज। एन्ड बाई द वे गाइज यो मुभीमा जोनी लिभर पनि थियो यार, खै म निदा थियो होला, मलाई थाहा भएन। एन्ड बाई द वे गाइज यो मुभी नि फ्यामिली मुभी हो कि। एन्ड लिटरली यसमा 3टा फिमेल कास्ट छन् एन्ड यसमा सेक्सुअलाइज गरेको तिनीहरूले इन द फर्म अफ कमेडी। एन्ड यसमा डबल मिनिङ भरभरकै छ कि। एन्ड दिस इज सपोज टु बी अ फ्यामिली मुभी। एन्ड गाइज यसमा जुन थ्रिलरवाला एङ्गल छ नि, थ्रिलरवाला एङ्गल मतलब त्यो मर्डर मिस्ट्रीवाला, कसले मार्यो एन्ड हु इज डुइङ किलिङ अल सेट, आई डोन्ट केयर एट अल के गाइज। लिटरली 2 घन्टा 45 मिनटको मुभी थियो कि। एन्ड यति आत्तिरहेको थियो नि म, आई डोन्ट केयर भाइ जसलाई मार्यो। आई वाज जस्ट लुकिङ एट दिस, ओके हिज द किलर, ओके नाइस यार, नाउ खतम गरे यार, आई जस्ट वान्ट टु गो होम। लिटरली आई वाज बोर्ड के गाइज। सो मर्डर मिस्ट्री न त कमेडी केही ल्यान्ड हुन्न यो मुभीको। इट्स जस्ट अ सिक्वेल पैसा कमाउनको लागि। एन्ड त्यही पनि आई डोन्ट थिङ्क सो दिस मुभी विल बिकम एनी प्रफिटेबल। एन्ड यो मुभीमा यति मात्रै छैन क्या गाइज, लिटरली यो मुभीले युट्युबरहरूको सिन कपी गरेको क्या। लिटरली युट्युबरहरूको, टिभी सो ना, मुभी ना, युट्युबर। तिमीहरूले पसिनावाला त सिन त देखेकै छ होला। यो दिस लिटरली सेम टु सेम कपी छ क्या गाइज, सेम टु सेम। रितेश देशमुखको क्यारेक्टर नि यसरी नै पसिना आउँछ। कारण त पसिनावाला त कोइन्सिडेन्स पनि होला, बिकज जसको नि पसिना आउन सक्दैन। तर जुन तिमीहरूले अर्को कपी देख्छौ नि यार, अभियसली यो कपी हो क्या गाइज। किनकि तिमीहरूले अनवर जीवाबी भन्नेको यो भिडियो त हेरेकै छ होला होइन। यो भिडियोमा अच्छा टेक गइरहेको थियो नि यार। ओके सो तिमीहरूले अनवर जीवाबीको यो भिडियो त देखेकै छ होला होइन। यसमा के त्यो अगाडि न्युज चलिरहेको हुन्छ होइन, अनि जुन त न्युजमा जुन त्यो क्यारेक्टर देखाएको हुन्छ नि, क्रिमिनल देखाएको हुन्छ नि, त्यसको फेस सिमिलरली हाम्रो त्यहाँ फ्रेन्ड्सहरूसँग बसेकोसँग मिलेको हुन्छ होइन। सेम टु सेम अगाडि न्युज चलिरहेको हुन्छ। एन्ड अमिताभ
एन्ड सञ्जय दत्त र बाइ द वे यो मुभीमा सञ्जय दत्त र ज्याकी श्रफ पनि छ है। सञ्जय दत्त र ज्याकी श्रफले क्वेसन गरिरहेको हुन्छ, त्यति बेला अभिषेक बच्चनसँग पनि सेम यहीवाला सिन हुन्छ क्या, न्युज चलिरहेको हुन्छ, अभिषेक बच्चनको फोटो देखाएको हुन्छ एन्ड सेम सेम अभिषेक बच्चन त्यहाँ हुन्छ सेम के गाइज। हे भगवान् कति कपी गर्छौ भनेको युट्युबरको लिटरली। आइदियो तिमीहरूले डिक्टेटर मुभी हेरेछौ, त्यसमा हाम्रो मेन क्यारेक्टरले बोर्डमा आई मिन एउटा मान्छेले केही सोधिरहेको हुन्छ होइन, अनि त्यसले पछाडि ब्याकग्राउन्डमा बोर्डमा जे जे लेखेको हुन्छ नि त्यसको एन्सर दिन्छ कि, जस्ट लाइक वाट्स योर नेम एन्ड हि सेज बोर्डमा हेरेर लदिज वासरुम। यो मुभीमा अक्षय कुमारलाई सञ्जय दत्तले र उसले सोद्धाखेरि होइन पछाडि बोर्डमा हेरेर एन्सर दिन्छ, एन्ड अक्षय कुमारले सोद्धाखेरि सञ्जय दत्त र ज्याकी श्रफले पनि बोर्डमा हेरेर एन्सर दिन्छ। आई मिन इज दिस सम मोडिफाइड टाइपको चोरी कपी हु नोज। एनिवे गाइज यो मुभी हेर्दाको मेरो एक्सपिरियन्स त त्यति साह्रै राम्रो घटेन होइन। आई मिन आई वाज कम्प्लिटली बोर्ड एन्ड अनेस्टली मेरो हलमा होइन जहाँ म फिल्म हेर्न गएको थिएँ नि 7-8 जना मात्रै थियो कि, त्यही भएर यति लोन्ली टाइपको फिल भएको थियो नि। अगाडि के चलिरहेको होइन, न हो हल्ला छ, न मान्छेहरू इन्जोय गरिरहन्, बस मान्छेहरू यत्तिकै लास्ट जस्तरी बसिरहन्, म पनि आनन्दले सुतिरह। सो ओभरअल आई थिङ्क मैले साथीहरू टन्ने लिएर गएको भए होइन, एन्ड फिल्म हलमा अलिकति मान्छे धेरै भएको आई थिङ्क आई वुड हेभ इन्जोयड, बट इट वाज लोन्ली के गाइज, न कोही इन्जोय गरिरह, न केही मजा आइरह, आई एम जस्ट स्लिपिङ, आई एम जस्ट गेटिङ बोर्ड। सो मेरो एक्सपिरियन्स यो मुभीमा राम्रो गर्न, बट इफ यु हेभ सम फ्रेन्ड्स एन्ड इफ यु ह्याड इन्जोयड विथ देम देन आई थिङ्क तिमीहरूले मुभी इन्जोय गर्छ होला, बट आई डिडन्ट इन्जोय दिस मुभी एट अल। सो या आजको भिडियोको लागि यति नै, एन्ड आई विल सी यु इन द नेक्स्ट भिडियो। एन्ड अर्को भिडियोमा मैले सोचिरहेको गाइज होइन अन्डररेटेड मुभीहरूको बारेमा कुरा गरौँ भनेर, कन्टेन्ट त बनाउनु पऱ्यो गाइज। सो या आई विल सी यु इन द नेक्स्ट भिडियो। तिमीलाई भिडियो मन पऱ्यो भने प्लिज लाइक गरिदेऊ एन्ड सब्सक्राइब गरिदेऊ, एन्ड आई विल सी यु सुन। बाई बाई।